हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल प्रजल लाइफस्टाइलमा। आज मेरो दिनको सुरुवात मिनी ब्लगिङदेखिको गर्दैछु। अब उठेर फ्रेस भएर रेडी भएर त्यसको बादमा चाहिँ म माली सिटी जानु लागेको, किन भन्दाखेरि मेरो त्यहाँ साथीलाई भेट्दै अनि मेरो सानो काम पनि थियो। त्यो अब चाहिँ प्रपर रेडी भइसकेँ, अन्त अब चाहिँ निस्किनु लागेको। यो चाहिँ हाम्रो स्टाफ क्याफेटेरिया हो, अनि म चाहिँ यहाँ कफी पिउन आएको थिएँ। माथि बस्दा अल्छी नै लाग्दो भयो, किन भन्दाखेरि मेरो स्पिड बोटको टाइमिङ चाहिँ ढिलो थियो नि त। अनि त्यो भएकोले गर्दा म निस्किएँ बाहिर पनि बस्दा अल्छी नै लाग्दो भयो। बोट पनि आयो, अनि त्यसको बादमा म चाहिँ मालीतिर लागेँ होइन। अनि साथी पनि आएको थियो मलाई छोड्नु, उसको पैसा उता मालीमा बुझाउनु पर्ने थियो रहेछ होइन। त्यस पैसा दिए 1.5 आवरको जर्नीमा बाहिरको भ्यू हेर्दै इन्टरनेसनल एयरपोर्ट पनि आइपुग्यो। एयरपोर्ट चाहिँ किन आएको भन्दाखेरि हाम्रो गेस्टलाई चाहिँ ड्रप गर्नुपर्ने थियो। अनि त्यसको बादमा चाहिँ हामी फेरि माली सिटीतर्फ लागेँ। मेन सिटी पनि आइपुग्यो, अनि म चाहिँ यहाँ जहाँ ओर्लेको थिएँ त्यसलाई चाहिँ प्रेसिडेन्ट भन्छ। अनि ठिकै साथी र साथीको भान्जोलाई पनि भेटेँ, एकछिन रमाइलो गरेँ। अनि त्यसको बादमा साथीको रुममा गएँ म। साथीको पनि ठिकै छुट्टी भयो। त्यसको बादमा हामी डिनर गर्नु लागि बाहिर गएँ। भने काम पनि भएन, घुमफिर पनि गरिसक्यो। त्यसको बादमा हामी रुमतिर लाग्यो। लगभग 11-12 बजिसकेको थियो। खासमा चाहिँ मेरो मोबाइल बनाउनु थियो, त्यो मोबाइल पनि बनाउनु पाएन। अनि त्यसको बादमा भोलि बिहानै लगत्तै फेरि यता आइल्यान्ड फर्किनु पऱ्यो साथीलाई बाई बाई भन्दै। आजको मिनी ब्लग म यहीँ नै एन्ड गर्नु गइरहेको छु। तपाईँहरूलाई मन पऱ्यो भने लाइक, सेयर एन्ड कमेन्ट गरिदिनु होला, अनि नबिर्सिकन सब्सक्राइब पनि गरिदिनु होला।